कहाँ आएर भिडियो बनाउँदैछु भने यो के हो हाम्रो यहाँ माथि दोमाखङ्का सामदोङखा डाइफमबाट डाइफम भुटान एकदम एक्सट्रिम पोइन्टमा तपाईँहरूले म भिडियोमा एउटा म्यापको लोकेसन पनि बताउने भनेको छु। यो जग्गामा आएर भिडियो बनाउँदैछु। हाम्रो यहाँदेखि उँधो पर्छ इन्डिया, यहाँ पर्छ उँभो पर्छ भुटान। हामी एकदम ट्राई जङ्सनमा कहीँ कता हामीले पहिला जोग्राफीमा पढ्दाखेरि भुटानको म्यापमा लास्टमा यस्तो घुमेको ठाउँमा आएर देखाउनेछु। त्यहाँ आएर त्यहाँ के छ त लु हेर्नु अलिक उता हामी उहाँ गएर यहाँदेखि तपाईँहरूलाई भिडियो मार्फत युट्युबको मार्फत तपाईँहरूलाई दिनेछु। यहाँ हाम्रो चाहिँ के छ भन्दाखेरि इतिहासमा हाम्रो भुटान र इन्डियाको एकदम कर्नरमा ट्राई जङ्सन भन्ने यी 3वटा पोल छ। हामीले 2टा चाहिँ हामीले प्रत्यक्ष रूपमा यहाँ आँखाले एकैसँग देख्नु हुन्छ। एउटा चाहिँ उता जङ्गलको हुन्छ, हामीले उहाँ गएर देखाउनेछौँ। यहाँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ। यो चाहिँ हो मिडल पिलरहरू चाहिँ यो चाहिँ यहाँ राम्रो गरी लेखेको देख्न सक्नुहुन्छ। यहाँ भुटान लेखेको छ हो। यो पिलर नम्बर छ 281। यसमा चाहिँ यहाँ डाइरेक्सन दिएको छ। यो हो एक्सट्रिम पोइन्ट अफ भुटान, एकदम लास्ट डाइफम सामदोङखरमा एकदम लास्टमा छ। यहाँ एरोले देखाएको छ यहाँ यसरी। यता भुटान लेखेको छ। यही पिलरको उतापट्टि एउटा आउनु, उतापट्टि एउटा हेर्नुभयो भने कि यहाँबाट इन्डिया। अहिले हामीहरू साँच्चै भन्यो भने यो पिलरमा म तपाईँहरूलाई चढेर देखाउँछु। यता भुटान यता इन्डिया, तर यहाँ बिचमा बस्दा यो चाहिँ के हो, हामी इन्डिया भुटानमा छौँ भनौँ कि दाहिने हात इन्डियामा देब्रे हात भुटानमा, त्यस्तो छ। इन्डो भुटानमा भनौँ न एकदम यस्तो। अब हामीलाई यहाँ बोर्डरमा तपाईँहरूले केही देखिँदैन। यहाँ हाम्रो इन्डिया र भुटानको रिलेसनसिप यस्तो छ कि त नो फेन्सिङै छ। यहाँ सिर्फ डिमार्केसन छ एउटा क्या, सिमाना एउटा छ। तपाईँहरूले उँधो हेर्नुभयो भने इन्डियाको गाउँ हो क्या। उयो दोमाबारी भयो, उयो घरहरू भयो, यो इन्डिया हो। मुनिबाट रोडहरू आएको छ, त्यो इन्डिया हो। यतापट्टि हेर्नु भने यो चिया बगान हो, इन्डिया चिया बगान। यहाँ डाइरेक्सन दिएको छ। यहाँदेखि यता चाहिँ यहाँदेखि उनको पऱ्यो भुटान। यहाँदेखि भुटानको साउथ इस्टको अन्तिम एकदम लास्ट पिलर हो। यहाँदेखि उता गयो भने अब इस्टर्न साइड भुटानको जस्तै होइन, डाइफमको इस्टर्न साइड अरुणाचल प्रदेश र आसामको ट्राई जङ्सन जस्तो हो। यो आसाम भुटान र अरुणाचल प्रदेशको ट्राई जङ्सन जस्तो हो। हुन त प्रायः यो आसामै पर्छ र यहाँदेखि उता गयो भने चाहिँ हामी अरुणाचल प्रदेश गइन्छ। अहिले हेर्नुहुँदैछ मेरो भाइ, यहाँ भाइ ऊ चाहिँ अहिले क्यामेराम्यान इन्डियाबाट भुटानपट्टिको भिडियो बनाउँदैछ। हेर्नु यो एउटा लास्टको ट्राई जङ्सनको मिडल पिलर हो। अब अर्को तपाईँहरूलाई सेकेन्ड पिलर देखाउँदैछु। ऊपर तपाईँहरूले देख्नुहुँदैछ, आउनुहोस्। सेकेन्ड पिलर। अब यसरी इन्डियापट्टि बस्यो भने यो राइटको पिलर भयो, अघि त मिडल भइगयो, यता त लेफ्ट पिलर छ हो। यो चाहिँ ट्राई जङ्सनको सेकेन्ड पिलर, ट्रायङ्गुलर सेप भनौँ न, भुटानको एकदम लास्टमा। यहाँबाट हेर्नुभयो भने तपाईँले देख्नुहोस्, यहाँ ल्याउँछ, यहाँ हेर्नुहोस्, यहाँ एरो छ। यहाँ चाहिँ अब यहाँदेखि उँभो चाहिँ भुटान भयो, यो चाहिँ इन्डिया भयो। अब पिलर नम्बर तपाईँहरूले अघि माथि पल्लो पिलरमा देख्नुभएको छ 281। यहाँ चाहिँ यतापट्टि हुनाले गर्दा 281/1 त्यस्तो खालको पिलर छ। यो चाहिँ इन्डिया हो, टी बगान। पर यो चाहिँ आसामको टी बगान भनौँ। त्यहाँदेखि पर उता के अरे देखेको पहाडहरू चाहिँ अरुणाचल प्रदेश, इन्डियाको अरुणाचल प्रदेश पर्छ। हामी अहिले साँच्चै भनौँ भने चाहिँ इन्डिया र भुटानको ट्राई जङ्सन, इन्डिया र भुटानको ट्राई पिलर मात्रै होइन, ट्राई जङ्सन मात्रै होइन, यहाँ अरुणाचल प्रदेश भयो, आसाम भयो, भुटानमा बसेर एकदम बिचमा क्या ठाउँमा आउने मेरो ठुलो सपना थियो, आज पुरा भयो। यहाँ म आएर चाहिँ हेर्नु पऱ्यो अब होइन। भुटानमा जस्तै अब भुटानको उता एक्स्ट्रा अपोजिटमा हो भने चाहिँ उता सामदोङखा पर्छ। यहाँ उता इस्टर्न साइडमा हो भने चाहिँ डाइफम सामदोङखा तपाईँले हेर्नु सक्नुहुन्छ। उँधो हो भने इन्डिया, उँभो भने भुटान। भुटानको नजरहरू तपाईँलाई माथि अब हामी भुटानमा बस्ने मान्छे भएर भुटानको बारेमा त तपाईँहरूलाई डेली जस्तै हामीले अपडेट गरिरहेको हुन्छौँ। तर यो अब एकदम लास्टमा एन्डिङमा आएर तपाईँहरूलाई यसरी भिडियो बनाएर
त्यसैले गर्दाखेरि तपाईँहरूले मेरो युट्युब च्यानल राम भाइमा तपाईँहरूले जोइन गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हामीले प्रत्यक्ष रूपमा अब भुटान, इन्डिया, नेपालको बारेमा जस्तै उपरको डाँडाको बारेमा पनि गएर हामीले भिडियोहरू बनाउन चाहन्छौँ। त्यसैले गर्दाखेरि तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। तपाईँहरूले हाम्रो भिडियोहरू कतिको रुचाउनु हुँदैछ, कस्तो कहाँ के हुँदैछ तपाईँहरूले कमेन्ट्स गरिदिनु होला भन्दै धेरै धेरै धन्यवाद।